तपाईहरुले भन्नुहुन्छ नि मेरो 220 बाइकको चाहिँ एकदम भाइजर चाहिँ अति नै हलेको। एकचोटी यो भिडियो तपाईहरु पनि राम्रोसँग हेर्नुस् होला है। जस भनौँ तपाईहरुको पनि बाइकमा यस्तो खाले समस्याहरु पनि छ भने आफैले पनि अब कुनै ठाउँमा लगेर मिस्त्रीले यस्तो भिडियोहरु पनि देखाएर तपाईहरु पनि जानकारी पनि दिन सक्नुहुन्छ। हामीले चाहिँ यसको पहिला फाटाफाट हामीले हेडलाइटको चिमहरु पनि निकालिरहेको छ। यसको चिम भनेको चाहिँ अलिकति महँगै पर्छ। यदि हामीले मिस्टेकले फुटिहाल्यो भने हामीले चाहिँ दण्डमा पर्न सक्छौं यसको चिममा चाहिँ। अनि त्यसपछि हामीले यसको चिम निकालिसकेपछि हैन यसको चाहिँ हेडलाइटको जुन भित्रको ढिक्काहरु हुन्छ नि त्यो फलामको हुन्छ के त्यो अलिकति हाम्रो खाल्टो खुल्टीमा पर्यो भने त्यो चाहिँ अलि बेसरी गराउँछ। उहाँ चाहिँ अलिकति बाइकको चाहिँ लाइट चाहिँ हैन छड्के गइरहेको छ र यसमा चाहिँ हामीले यसो खोलेर हेर्दाखेरि हैन यसको भित्र चाहिँ डबल टेप छ। तर यो डबल टेप हाल्ने मान्छे जुन छ नि त्यो मान्छे चाहिँ एकदम मूर्ख रहेछ के। यो डबल टेप भनेको यसरी युज चाहिँ गर्ने यसलाई चाहिँ एकदम राम्रोसँग निकालेर त्यो कभरहरु पनि युज गर्नुपर्ने किनकि त्यहाँ गएर टाँसिन्छ। टाँसेपछि त्यसपछि हाम्रो बाइकको त्यसरी भाइजर पनि हलिन्थ्यो। लाइटको भित्र जुन फलामको एउटा ढिक्को दिएको हुन्छ नि यसको चाहिँ नटहरु पनि लुज भइसकेपछि हैन हाम्रो बाइकको अब एक्सेलेटर बटारेको बेलामा चाहिँ हाम्रो कान खाने गरी साउन्डहरु आयो भने कारण हो के तपाईहरु पनि सम्झिनुस् के। अब जस भनौं धेरै मान्छेहरुले चाहिँ के भन्छ हैन मेरो बाइकको 220 को भाइजरको साउन्ड एकदमै हराएन धेरै ठाउँमा देखाए शोरूम पनि देखाए तर शोरूमले पनि बनाउन सकेन के। तर तपाईहरु पनि देख्न सक्नुहुन्छ हैन यसको चाहिँ के कति जतिको हलिरहेछ हामीले चाहिँ यसको नटहरु पनि टाइट गरेर हेरिसकेछौं। अब